सर्नलाई आउनु भएको यस्तो हो जेनजीले गरेको यो सिंहदरबार जलाउनेमा कसको हात छ जस्तो लाग्छ तपाईँलाई? रासोपा जेनजी भनेको अरू केही नभएर रासोपा। जस्तै उदाहरणको लागि सुदन गुरुङ जस्तै जेनजीको के भन्छ नायक महानायक सुदन गुरुङले गरे भन्थे अहिले गोर्खाबाट है समथिङ कताबाट रासोपाको घन्टी हैन। यो त तपाईँको पुराना राजनीतिक दलप्रतिको आक्रोश भन्छ नि त जल्नुको कारण। आक्रोश त हो, आक्रोश हो भन्दैमा त्यो सिंहदरबार त के त होटलले भन्दा त्यो त देशको सम्पत्ति हो नि त। सिंहदरबार भनेको राज्यको सम्पत्ति हो। त्यो मेरो पनि पैसा परेको छ, मैले पनि ट्याक्स तिरेको छु। मैले वर्षमा नेपालमा छन्जेरी मैले इन्कम अनुसार मैले ट्याक्स तिरेको छु। त्यो ट्याक्स त त्यहाँनिर पो त्यो सिंहदरबार होस् अथवा कुनै के सर्वोच्च अदालत होस् त्यो जलाउने कसले? सर्वोच्च अदालत रासोपाका प्रत्येक नेताहरू त्यसमा चाहिँ मुछिएका छन् धेरै। होइन त्यहाँ त एमालेका कार्यकर्ता र काङ्ग्रेसका कार्यकर्ता पनि त भिडियोमा देखिरहेको छन् भने तिनीहरूलाई कारबाही गर्ने हो। त्यस्ता व्यक्तिहरू जोसुकै कारबाही गर्ने हो। त्यही त कारबाही त्यो त्यस्ता किसिमका जो किसिमका आपराधिक मानसिक गरेर कसैले गतिविधि गर्छन् त्यस्ता मानिसहरूलाई कारबाही गर्ने हो। ल ठिक छ, त्यसो भए एकदम अत्यन्त महत्त्वपूर्ण समय दिनुभएकोमा धन्यवाद है त तपाईँलाई। हस् त धन्यवाद। गरौँला।